एन्ड नमस्ते आफ्नो ड्रिम राइड बुढ त के हो मैले लाउनु पर्ने जस्तो रहेछ त नि यही थियो के केटा मेरो सपना यो त हाइवेतिर जाने हो यार माटो यसमा त जान पाउँदैन यार केटा यार अझै ताना यार खोइ त यहाँनिर बाटै छैन यार कोरियामा बाइक चलाउन चाहिँ अलिक मलाई चाहिँ कम्प्लिकेटेड लाग्यो है बाइक चढ्न मिल्ने कुन ठाउँमा बाइक चढ्न नमिल्ने एकदमै लट्स अफ कन्फ्युजन हुँदो रहेछ पेट्रोल कति रहेछ चार लाइन मात्र रहेछ यार सो हेलो एन्ड नमस्ते वेलकम टु माई च्यानल फेरि पनि स्वागत छ तपाईँहरू सम्पूर्णलाई म आइन्छु तामाङको तर्फबाट आज चाहिँ म र मेरो एकजना साथी भाइ भनौँ न ऊ र म चाहिँ आज घुम्न जान लागेको छु अनि कहाँसम्म गइन्छ भन्ने कुरा चाहिँ हामी चाहिँ यहाँबाट नजिकै रहेको एउटा समुद्री बिच छ त्यो समुद्री बिचमा जान लागेको त्यसको नाम चाहिँ याङजोन बिच के समथिङ छ आई क्यान प्रोनाउन्सिएसन प्रोपरली होइन कोरियन अक्षरहरू गाह्रो हुन्छ नि त यार होइन सो मेरो राजा रेडी हुँदैछ सो म एकछिन तल आउँछु यो चाहिँ मेरो लोकेसन हेर्नलाई होइन यहाँ धेरै कन्फ्युजन हुन्छ नि त कहाँ जाने के गर्ने भन्ने कुरा थाहा हुँदैन नि त सो लोकेसन हेर्नलाई चाहिँ म यो होल्डर राखेको छु जसलाई चाहिँ मोबाइल त्यहाँ राखेर म लोकेसन हेर्न सकुँ ओके लेट्स गो यो बाटो चाहिँ कहिल्यै नबन्ने भयो यार म आउँदा पनि यस्तै थियो होइन 3 वर्ष अगाडि आज पनि यस्तै छ भने यहाँनिर चाहिँ यो प्राइभेट बाटो रहेछ होइन यो जग्गा चाहिँ प्राइभेट रहेछ अझै पनि यो सरकारीकरण भएको छैन रहेछ नि त त्यसले गर्दाखेरि चाहिँ यहाँ पिज नगरिदिएको रहेछ क्या यहाँसम्म चाहिँ हेर्नु न कस्तो दामी बनाइरहेको छ होइन त्यहाँबाट चाहिँ छैन क्या अब बिस्तारै जान्छ यार हामी जानुपर्ने यता हो खास होइन तर यहाँ भाइलाई रिसिभ गर्न जान्छु म यहाँ नजिकै मजा आउँछ यार आफ्नो ड्रिम राइड यसरी मजाले कुदाउन पाउँदा होइन फोन गर्छु है त म कहाँ निस्क ल म निस्के ल ल ल छिटो के यार फोटो त दामी देख्दो रहेछ त यार एउटा फोटो खिचौँ न होइन टक्क यस आवाज कस्तो आउँछ यार आवाज त ठिकै आउँदो रहेछ टिप्न त मजाले टिप्दो रहेछ होइन तर अलिकति बाहिरी आवाज त्यो हुन्छ नि नोइज चाहिँ धेरै आउने रहेछ नयाँ नयाँ हो होइन चल्छ तपाईँहरूले नि बुझिदिनुहुन्छ होला सो आज हामी जान लागेको भनेको चाहिँ म तपाईँहरूलाई देखाउँछु ल यहाँनिर जानु लाग्यो हो होइन अब चाहिँ यसको रुट देखाउँछ म चाहिँ यस्तरी राखिदिन्छु मेरो हामीलाई लाग्ने रहेछ 1 घन्टा जति 1 घन्टा आधी घन्टा जति लाग्ने रहेछ सो पेट्रोल हालेर जान्छ हामी बिच बाटोमा के साह्रो ढिलो त छिटो गर न मुला बुढ त के हो मैले लाउनु पर्ने जस्तो रहेछ त नि यसलाई खोल न मुला यसलाई तान्नु यो छोटो बनाएको छ जाऊँ न यो लोकेसन जान लाग्यो हामी पहिला तेल हालौँ अन्त
दारी सारी काटेर चट्ट भएर रहेछ त नि ब्याग तिमी बोक्छौ यसमा क्यामेरा छ क्या अहिले फोटो खिच्नु पऱ्यो नि त केटा त्यो कपाल त्यो भित्रको टोपी खोल न त्यसले त होइन होला सस्तो हो क्या सस्तो खुपाङबाट किनेको हो नि त मैले अनि त्यो तिम्रो टाउको ठुलो रहेछ नि त अनि ल त्यति भयो हुन्छ ल अझै तन्काउने ठाउँ छैन ल ल बस गइहाल क्यामेरा हो क्या क्यामेरा भारी हुन्छ नि त अनि ल्यापटप छैन हौ होला छ चेन्ज छ क्या झर्दैन पस त त्यो अगाडि त कहाँ झर्छ त अनि झर्दैन क्या त्यसो कता देखाएर आज यसले त यार ए मुला कहाँ खोल्या रहेछ त अनि कहाँ खोल्छ त अनि यतापट्टि खोल्नु पर्यो सिधा खोल्या हो नि त अनि हामी सिधै जाने होइन नि त अनि हामी त उता जानुपर्ने हो नि त अनि तर ठिकै छ यो बाटोमा जाँदा पनि केही फरक पर्दैन घुमेर जसो तसो गरेर त्यहाँ पुग्नुपर्ने मात्रै हो क्या क्रिकेट खेलिरहेको छ यो त हावाले उयो गर्ने रहेछ त यार खाना खायो त यहाँतिर त म गल्ली घुमिसक्यो नि मजा छ नि मजा यही थियो के केटा मेरो सपना कोरियामा बाइक किनेर होइन कुदाउने यो सपना पुरा भयो भनौँ न पुरा भइरहेछ भनौँ न आजभोलि त्यहाँ जङ्गल पनि हेर्दैन मन लाग्ने टाइपको हरियाली छ नि त होइन नत्र त अस्ति त पुरा पात झरेर होइन हेर्नै मन नलाग्ने टाइपको हुन्थ्यो नि त अहिले क्या हरियाली भएको छ है ओभरपास पेट्रोल त यहाँ रहेछ नि यार पेट्रोल पम्प त यहाँ रहेछ नि यार यो त बवाल हो नि त है यो बवाल हो नि त आज पनि खतरा बनाइदिन्छ है गाई जहिले चाहिँ हामी खम्बामा आइपुग्यो होइन
राह पे तुम चल रहे हो बेटा, एक दिन बुरी तरह फंसोगे। यो त हाइवेतिर जाने होला जस्तो लाग्यो यार। होइन होइन यो होइन जस्तो लाग्यो क्या पखै। यो त हाइवेतिर जाने हो यार माटोले, यसमा त जान पाउँदैन यार केटा यार। आपत पर्यो त यार, घुम्न मिल्दैन क्या यहाँबाट, जाने इन्ट्री नै गर्न मिल्दैन क्या। तिमी झरेर ताना त केटा। हामी त होइन यहाँबाट तल छिर्नु पर्ने रहेछ यार अघि नै, ताना त। एक्सप्रेस वे रे, अनि एक्सप्रेस वेमा हामी जानै मिल्दैन नि यार। अझै ताना त, अझै ताना र अझै ताना। ताना ताना अझै अझै ताना, अझै अझै ताना, अझै ताना त। पछाडिबाट स्पिडमा गाडीहरू आइराखेको हुन्छ क्या। पख 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 सिधा पार्छु, ताना त, ताना न केटा। पख 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 ताना त, ताना न। अझै ताना, अझै ताना, अझै ताना। साला ये दुख का खत्म नहीं होता बे। बाय बाय बाय। साला जोसमा हिँडेको त। सो गाइज हामीलाई चाहिँ यो अहिले भर्खर भर्खरै हो नि त, यो राम्रोसँग त्यो बाटोहरू कहाँ के हो त्यो थाहा हुन्छ छैन नि त होइन। अनि स्पिड धेरै भयो भने स्पिड पनि हेर्छ क्या। के हो डर लाग्यो क्या? डर लाग्यो क्या? ल यार खोइ कहाँ, खोइ त यहाँनिर बाटै छैन यार। गाडीको रुट देखायो भने हाइवे देखायो होला भन्ने डर। बाटो बन्द हो क्या यार? बन्द हो ए नाटक नै। कहाँबाट जाने त यार? नाटक म त अचम्म भयो त यार, कन्फ्युज भयो त यार। पखाइ केटा ल। लोकेसन हालेको पुगेको छैन, युटर्न हान्दै चाहिँ हो कि। एउटा
एउटा 2टा 3टा 4वटा तेल चाहिँ सकिन्छ क्या हो केटा बाटोमा तेल चाहिँ सकिन्छ क्या हो 14 किलोमिटर बाटो थाहा नभएर हो क्या 14 किलोमिटर भने कति होला यिनीहरू बानी भइसकेकोहरूलाई मतलब हुँदैन क्या जहाँ गयो चाहिँ हामी त नयाँ भएर पो त केटा डर लाग्यो सो फाइनली हामी चाहिँ यहाँ हाम्रो लोकेसनसम्म आइपुग्यो धेरै तनाव धेरै ठाउँमा झुक्किएर यताउति होइन बल्ल तल्ल हाम्रो डेस्टिनेसनमा आइपुग्यो भनौँ न होइन ब्रो यहाँ मसँग बाइक छ यो कोरियामा बाइक चलाउन चाहिँ अलिक मलाई चाहिँ कम्प्लिकेटेड लाग्यो है मैले जति सोचेको थिएँ त्यति साह्रो सजिलो चाहिँ छैन रहेछ किनभने अब बाइक रुटहरू कुन हो के हो होइन कहाँ जान मिल्छ कहाँ जान मिल्दैन कुन ठाउँबाट हुन्छ नि बाइक चढ्न मिल्ने कुन ठाउँमा बाइक चढ्न नमिल्ने एकदमै लट्स अफ कन्फ्युजन हुँदो रहेछ अनि सो म त्यो कन्फ्युजनहरू पार गरेर बल्ल तल्ल होइन कतिपय ठाउँमा त त्यो बाइक नो इन्ट्री ठाउँमा पनि गएको छु अब त्यो चाहिँ थाहा भएन अब फाइन लाग्छ लाग्दैन के हो होइन ट्राफिकहरू चाहिँ छैन रहेछ सो त्यही भएर चाहिँ फाइनली जस्ट हाम्रो डेस्टिनेसनसम्म चाहिँ आइपुगेँ सो अब हामी एकछिन रेस्ट गर्छौँ अनि यताउति घुम्छौँ यसको भ्यू चाहिँ यस्तो छ तपाईँहरूलाई देखाउँछु है यतातिर घुमिदिउँ अनि त्यसपछि फोटोसोटो खिचौँ फोटो खिच्ने त फोटो खिच्नलाई भनेर आएको हामी होइन फोटो खिचौँ एन्ड देन मेरो यो गोप्रोमा चाहिँ स्टोरेज फुल भइसकेको छ जम्मा कति 153 GB मात्र थियो होइन त्यो सबै सकिएर अनि अहिले चाहिँ मैले फोनबाट रेकर्ड गरिरहेको छु यो भिडियो चाहिँ यदि मैले खिचेन भने चाहिँ यो भिडियो चाहिँ कम्प्लिट नहुनेवाला छ त्यसले गर्दाखेरि है त ल अब म तपाईँहरूलाई